सर नमस्कार, हजुरलाई स्वागत छ। नमस्कार। हामीसँग आज चिरञ्जीवी अधिकारी सर हुनुहुन्छ जो टेक पाइला इनोभेसन्सको डाइरेक्टर पनि हुनुहुन्छ, जुन आज टेक पाइलाको प्रोडक्ट लन्च पनि भएको छ सर। अनि थोरै बताइदिनुहोस् न सर, यो टेक पाइलाको विषयमा यो प्रोडक्ट के हो, कसरी आज लन्च गर्न यहाँ पुग्नु भएको छ, त्यो कुरामा चाहिँ थोरै सरको। ओके, सर्वप्रथम चाहिँ टेक पाइला भनेको के हो भन्दाखेरि टेक पाइलाले नेपाली यङ ब्रेन्ड्सहरूले को नलेज, स्किल र एक्सपर्टिजहरूको सोकेस गर्ने एउटा संस्था हो, एउटा कम्पनी हो जसले नेपाली यङ ब्रेन्डहरूले बनाएका चाहिँ आइडियाहरूलाई हामी ग्लोबल म्यापमा सोकेस गर्ने र नेपाली युवाहरूलाई सर्टिफाइड मात्र होइन क्वालिफाइड पनि हुनुपर्छ। तपाईँहरूसँग चाहिँ नलेज स्किल जबसम्म तपाईँको ह्यान्ड्स अन स्किल्स हुन्छ तब मात्रै तपाईँ चाहिँ मार्केटलाई सेलेबल हुनुहुन्छ र एउटा स्किल सेट गर्ने एउटा प्लेटफर्म हो र एउटा चाहिँ स्किलफुल इम्प्लोयहरू बनाएर स्किलफुल चाहिँ ब्रेन्डहरूलाई चाहिँ ग्लोबल म्यापमा पुर्याउने चाहिँ हाम्रो लक्ष्य हो। ओके सर, एकदम राम्रो कन्सेप्ट सहित टेक पाइलालाई अगाडि बढाउनु भएको रहेछ। अब एउटा सानो प्रश्न, एउटा मात्र प्रश्न, म अन्तिम प्रश्न सोध्छु। एउटा छोटो इन्टरभ्यू हुने थियो हजुरलाई, जुन अहिलेको समयमा अब यो फ्री कोर्सेसहरू पनि होइन, युट्युबमै गएर पनि कति विद्यार्थीहरूले पढ्न सकिन्छ भने उहाँहरूलाई जिज्ञासा हुन्छ, युट्युबमै पनि पढ्न सकिन्छ अरू गुगलमै सर्च गर्दै गर्दा पनि यो कोर्सहरू त हामीले यतिकै नै पढ्न सक्छौँ। एआई कति अब गुगल सर्टिफाइड कोर्सहरू भन्ने हुन्छ, त्यो कुरामा चाहिँ जुन टेक पाइलाले आज कोर्स लन्च गरेको छ यो के कारण डिफ्रेन्ट र विद्यार्थीले किन टेक पाइला इनोभेसन्सको जुन हजुरहरूको प्रडक्ट छ त्यसमा नै अगाडि बढ्नुपर्ने? सबैभन्दा पहिलो कुरा चाहिँ ग्लोबल स्ट्यान्डर्ड र फ्रेमवर्कको कुरा गर्छु म। हामी युट्युबमा गुगलमा थुप्रै कोर्सहरू पाइन्छ, फ्रीमा कोर्स पनि पाइन्छ, भाइरस पनि पाइन्छ, फ्रीमा एभ्रिथिङ पाइन्छ, त्यसको कुनै बााउन्ड्री छैन। यो भने कुनै एउटा बााउन्ड्री हो र एउटा फ्रेमवर्क हो। त्यो फ्रेमवर्कको अहिले हामीले चाहिँ +2 स्टुडेन्टहरूलाई नै गाइड गरेर उनीहरूको स्किल अप कसरी हुन्छ त स्किल अप उहाँहरूको माइन्डसेट बनाएर चाहिँ बनाएको जुन कोर्स हो, जुन फ्रेमवर्क हो, जुन स्ट्यान्डर्ड हो, यसले चाहिँ विद्यार्थीहरूलाई चाहिँ एउटा भनौँ न नच गर्ने काम गर्छ र साइबर सेक्युरिटी एआईको एउटा बेसिक इन्हान्स दिन्छ र एआई र साइबर सेक्युरिटी बारेमा चाहिँ उनीहरूलाई स्किल डेभलप गरेर फ्युचर क्यारियरको लागि चाहिँ रोडम्याप तयार गर्नलाई चाहिँ यसले यो कोर्सले चाहिँ दिन्छ। ओके, थ्याङ्क यू सर, थ्याङ्क यू फर यर टाइम। जुन आज हामीलाई जुन जिज्ञासा थियो त्यो मेटाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू।